नमस्कार सम्पूर्ण हाम्रो दर्शक श्रोताहरूलाई हाम्रो युट्युब च्यानल टप वन नेपालमा स्वागत गर्न चाहन्छु। म छु भानुभक्त बस्नेत। सुपरस्टार नायक पल शाहले अभिनय गरेका थुप्रै गीतहरू यति बेला बजारमा सार्वजनिक भइरहेका छन्। यसै क्रममा पल शाहले अभिनय गरेका केही गीतहरू करोड कलममा समेत प्रवेश गर्न सफल भएका छन्। पल शाहले अभिनय गरेको लौननी भैया हान्देऊ गुलेलीले भन्ने बोलको गीतले यति बेला 1 करोड भन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको छ। यो गीतले यति बेला करोड क्लबमा प्रवेश गर्न सफल भएको हो। यो गीतमा पल शाहको मुख्य अभिनय रहेको छ भने शान्तिश्री परियारको आवाज रहेको छ। पल शाहले एक स्ट्याटस लेख्दै सम्पूर्ण दर्शकहरूलाई धन्यवाद दिएका छन्। त्यसैगरी पल शाहले खेलेको पानको पसल भन्ने बोलको गीत पनि यति बेला करोड क्लबमा प्रवेश गर्न सफल भएको छ। पानको पसल भन्ने बोलको गीतले पनि 1 करोड भन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको छ। सामाजिक सञ्जालमा यो गीत अत्यन्तै लोकप्रिय पनि बनिरहेको छ। पानको पसल भन्ने बोलको गीतमा खेम सेन्चुरी र मेलिना रायको आवाज रहेको थियो भने सुपरस्टार नायक पल शाहको मुख्य अभिनय रहेको थियो। सुपरस्टार नायक पल शाह यति बेला थुप्रै म्युजिक भिडियोमा व्यस्त बनेका छन्। त्यसैगरी हिजो मात्रै पल शाहले अभिनय गरेको ओ मैचा ओ बौचा तारे माम भन्ने बोलको गीत पनि सार्वजनिक भएको छ। यसैगरी सुपरस्टार नायक पल शाह म्युजिक कन्सर्टको लागि दोहा कतार जाने भएका छन्। पल शाहले स्ट्याटस लेख्दै भारतको सबैभन्दा ठुलो इभेन्ट कम्पनी मध्ये एक रामी प्रोडक्सन इन्टरनेसनलको आयोजनामा हुन गइरहेको कार्यक्रम म्युजिकल हङ्गामा 2025 मा हामी यही जेठ जुनमा आउँदैछौँ भनेर जानकारी दिएका छन्। 6 जुनमा पल शाह कतार जाने भएका छन्। त्यहाँ हुने भव्य कार्यक्रममा पल शाहलाई स्वागत गर्ने भएको छ।